आज होली खेल्नुपर्छ है ल ल मजा यस्तो गर्ने हैन यस्तो यस्तो ए राति चस्मा लाएर यो दामी देखिन छ हेर म पनि लाएर हेर्नु पर्यो ओहो कस्तो दामी देखिरहेछ त के हो गाइज हामी चाहिँ होली खेल्न जान लाग्यो कोही छैन पार्टनर बस भाइ र म मात्रै दुईजना म मात्रै हामी किन यस्तो पीडित भएको साथी पीडित भएको यो दुईजना मात्रै छु त्यसैले अब कोही होली खेल्न मानेन ल किन दौडेको नानीहरु सबैजना हामी पनि अब खेल्नु हेर यसरी ल ल ठिक छ हामी यस्तो त नि ब्रो है अब यस्तै त नि ब्रो चस्मा लगाएपछि झन् राम्रो देखिन्छ के हो ब्रो हामीलाई त यहाँ कसको बुढी कसको बुढा चाहिँ होला है जोडी बसेको को हाँसेको यो भाषा चिनो जस्तो लाग्छ त के हो ल है गाइज हामी पार्क आइपुग्यो पार्क होली चाहिँ कहाँ जाने हामी रङ त क्लियर त्यही त कोही मान्छे खेलेको छैन ठाउँ पनि खोज्नु पर्यो होली कसैले खेलेको छैन हामी मात्रै खेल्दा बिल्ला हुँदैन नि रमाइलो छ यहाँ हामी चाहिँ बसिरहेको शुद्ध भएर हामी चाहिँ के हो बरामा चाल्यो हामी त सबै खेलिरहेको छ होइन हामी चाहिँ सुटमा खाएसम्म त त्यो यस्तो नबोलौँ न होइन यसलाई चाहिँ त्यो उमा हाल्नुपर्छ क्या त्यो साउन्ड जिन्दगीमा नभन्नु लाउनु म अलिकति मात्रै लाउनु न फेरि उसको फेरि त्यस्तो लगाउने होइन ल राजा फेरि टुक्क यस्तो टक्राको नि त्यो भुइँमा झार नि त्यो भुइँमा झार न छिटो त्यस्तो चाहिँ होइन क्या ल होइन हिँड्ने गर्छ त माग सँगै ल ओ यो हो नि त्यो हो नि ल त्यो साइडमा अर्को कलर माग्नु पर्ने क्या अब छैन त अब त्यही लगाइदिनु बिल्ला नउरा न दुईटा हातमा होइन रङ लाउनु गाउँ कसम तिम्रो तिनवटा औँलाको लागि गाउँ मात्रै राख एउटा हातले क्या अर्को कलर मागेर लगाउनु रङ यति मात्रै अर्को कलर माग्नु क्या अब छैन त टमाटर लगाएर म त समात्छु फेरि अब मलाई कसम लाउँदैन अलिकति मात्र फेरि न त पुरै म भिजाइदिनु तपाईँलाई ह्याप्पी होली ल्याउनु त मलाई कोही अर्को कालो मलाई चाहिँ भयो ल आउँदैन अब त्यस्तै हो पुरै लगाइदिनु ल अलिकति होली त यता पो लागिरहेछ मस्त अलिकति के मात्रै ल त्यस्तै लगाउने होइन राजा होइन म चाहिँ लगाउँदिनँ ल ठिक छ यो साइड कुन साइडमा छ अहिले यमा छ तिनवटा औँलाको मात्र ल सर्दै ह्याप्पी होली म चाहिँ लगाउँदिन यसरी भयो मलाई नुहाएर आएको क्या अघि तिमीलाई अर्को कलर चाहियो भने होइन भइसक्यो भयो नि होली भयो ल यस्तो तिमी चाहिँ बबल देखिरहनु के भयो अब योमा चाहिँ फोटो हालौँ न अनि ल ल ल रङ लेके खेल्दै होली हामी त आयौँ रे के के हुँदैछ यहाँ खानपिन हुँदैछ दाइ भाउजूको चाहिँ चलिरहेछ आज कस्तो मुख पऱ्यो भयो एलर्जी हुँदैन टिस्यु छ नि त टिका लगाउनु त केही हुँदैन निधारमा मात्र टुक्का टुक्का औलीको दाम दाइले त मलाई ल्याइदिनु भएको छैन ए बस बस पुरा सक्यो दाइ भाउजू कडै भयो भयो चिसो लगाइरह कता भयो त्यो उसलाई सेत बादर लगाइदिउँ भनेको भाग्यो गुरु कहाँ पुग्यो ल इन्जोय गोले रे ए लाइट आएर त
फोटो खिच्नु ल कस्तो लाग्यो कस्तो दामी छ यता हेर त ए कस्तो दामी छ त नाइस ब्युटिफुल हाउ ब्युटिफुल है यो ब्युटीको नजर छ है हुन्छ एउटा अनि गाइज हामी होली खेल्न आएको फाइनली हामी होली खेले हामी हिँडेको रुमतिर अब यसो नुहाइ धुवाइ गरेर सुत्नुपर्छ अब भोलि ड्युटी छ बिहानै 12 बजीसम्म यति हो अँ, म त्यही भएर ननुहाएको नि मलाई थाहा थियो यस्तो गर्छ भनेर यस्तै गर्ने भनेर मलाई थाहा थियो पहिले प्लानिङ थिएन नि के गरिरहेको छ त्यहाँ खेलिरहेको छ के खेलिरहेको छ हामी पनि जाऊँ न केटाहरू यहीँ रहेछ ल ए न्यू राखेका के गर्ने कसले के पढाइराखेका भनेर हेरिरहेको के एकैछिन यस्तो ए उस भ्लग नबनाऊ अरूको भ्लग नबनाऊ है अरूको भ्लग नबनाऊ है आफ्नै भ्लग होला फेरि आफ्नै भ्लग होला फेरि भ्लग नबनाऊ अरूको धेरै कसको रे कमेडी क्रेज गाइज कमेडी क्रेज म त चेत भादुर त भन्यो फेरि लास्टमा त्यही हो हेर्न गाइज हाल्छु त म अनि के मलाई त्यो पनि यस्तै भयो मलाई त सबै मनपर्छ सायद होली खेल्नु पनि मनपर्छ केटाहरूसँग हिँड्नु पनि मनपर्छ बस बियर खान मन पर्दैन पुरै आधी आहा आधी आएको यो मेरो हाइलाइट्स गाइस कुनै जमानामा हुन्छ कि भन्ने आज त अरे एउटा हाम्रो पछाडि हेर नि त फेरि तर लाइट नबालेको हुँदैन देखिरहेको छ ए यस्तो हुनुपर्ने यहाँ यस्तो हुनुपर्ने ल हेर्नु गाइस भिडियो भयो होला भनेको यत्रो रमाइलो गऱ्यो हामीले होइन केटाहरूसँग तर छैन लाउँदैन यिनीहरू खा किन हात पछाडि गरे त्यही त भने त सेतो लगाएर त्यो पनि लास्टमा त्यतिकै होइन मोबाइलमा चाहिँ अठाएर होइन लास्टमा मोबाइलमा चाहिँ अठाएर I not interested. Oh my god, shit! आज धेरै पछि हेर न अहिले त्यत्रो दलेको भिडियो भने त्यसै मोबाइलमा चाहिँ अठाएर बसेर विवसले ए जोकर हालिदिएर मोबाइल हुन्छ नि जोकर यहाँ त जोकर पक्कै यार मोबाइलमा पुरा अठाएर यार सुत्दिरो रहेछ मुखको दल्यो त नि अब आवर छैन लिनु पनि पर्यो नि बनाएको रहेछ बनाएको त होला नि अब अस्ति पनि म देखिदिएको थिएँ त भाइ ल हो के हो अनि छुट्टीको दिन पनि के रमाइलो भयो मलाई रङ लाउने चाहिँ नमान्ने रहेछ रमाइलो भयो भन्दै हेर्ने गाई जो मान्छे हो ए यही हो रङ लाउने बेलामा चाहिँ भाग्ने तुरुरु लाएर अझ होइन फेरि लुगामा चाहिँ ल्याउनु त पुछौँ रे अर्काको लुगाले होइन यस्तो छ गाईहरू साथीहरू त्यस्तै हो तपाईँको भोलि कुन ड्युटी छ मेरो सेम हो त सँगै जाने हो त हामी ल भोलि फेरि आउने ल फेरि आउने भोलि त रङ होली खेल्ने होइन त भोलि त्यही बनाउने मात्रै बनाउने आउने के दिनकै काम छैन त्यही बनाउँदै बस्यो अनि तपाईँको काम यस्तो कुट लगाएर यो त भोलि गयो गाई सिधा कहाँ भने कहाँ गएर यो युट्युबमा सब्सक्राइबर तपाईँको आउँछ पहिला उधार त लगाइज मेरो फ्रेन्डै छैन नि तपाईँको फ्रेन्ड भनेपछि आउँछ क्या धेरै प्ले कुन चाहिँ अब गाई हेर्नु यहाँ हामी आइपुग्नुलाई कम्पनी यो आँखा नदेखेपछि केही चिन्दैन भन्थ्यो हो रहेछ जस्तो लगाएर मैले चस्मा लगाएको होइन भन्छु गाइज अब कालो मात्रै देख्यो गाइज अनुहार रातो पहेँलो देखिरहेको छ अहिलेसम्म ल यो बाबु किन कुदेको स्लोली लड्यो भने फेरि यता बङ्गारा खुस्केला पेट दुख्यो यार र आयो हाम्रो कुन रे यो हाइपर मदिना आइफोन